नमस्कार। आज म हेरचाह कार्यको अन्तर्वार्तामा धेरैले चिन्ता गर्ने लुगा र शिष्टाचार बारे विस्तृत रूपमा कुरा गर्नेछु। अन्तर्वार्ताको दिन के लगाउने भनेर छनौट गर्न गाह्रो भइरहेको छ। वास्तवमा पहिलो प्रभाव 0.2 सेकेन्डदेखि केही सेकेन्डमा निर्धारण हुन्छ भनिन्छ। उपयुक्त लुगा र शिष्टाचारद्वारा तपाईको गम्भीरता र इमानदारीलाई राम्रोसँग प्रस्तुत गरौं। हेरचाह कार्यको अन्तर्वार्ताको लागि लुगाको आधारभूत नियमहरू बताउँछु। आधारभूत नीति के हो भने विशेष निर्देश नभएको अवस्थामा सूट सबैभन्दा सुरक्षित छनौट हो। पुरुषको हकमा नीलो वा खैरो रंगको सूटमा सफा सेतो शर्ट र साधारण टाईसँग मिलाउनुहोस्। महिलाको हकमा सूट वा ज्याकेट, घुँडासम्मको स्कर्ट वा प्यान्ट र प्राकृतिक मेकअप आधारभूत हो। तर हेरचाह उद्योगमा लचिलोपन पनि छ। संस्थाबाट सामान्य लुगा वा आरामदायी लुगा भनेर निर्देश दिइएको अवस्थामा पार्ट टाइम वा अस्थायी कामको अन्तर्वार्ता, कार्यस्थल भ्रमण वा व्यावहारिक परीक्षा सोही दिन हुने अवस्थामा परिस्थिति अनुसार लुगा छनौट गर्नु महत्वपूर्ण छ। अब निर्देश अनुसारको विभिन्न प्रकारका लुगा चयनको तरिका परिचय गराउँछु। पहिले, विशेष निर्देश नभएको अवस्थामा सूट लगाउन म दृढतापूर्वक सिफारिस गर्छु। अन्योलमा परेको अवस्थामा सूट सबैभन्दा सुरक्षित छनौट हो। दोस्रो, संस्थाबाट सामान्य लुगा वा आरामदायी लुगा भनेर भनिएको अवस्थामा अफिस क्याजुअलले प्रतिक्रिया दिनुहोस्। पुरुषको हकमा ज्याकेटमा चिनो प्यान्ट, कलर भएको शर्ट। महिलाको हकमा ज्याकेटमा स्कर्ट वा प्यान्ट, ब्लाउज वा कट सोसँग मिलाउनुहोस्। तर ध्यान दिनुपर्ने कुरा के हो भने जीन्स, टी शर्ट, स्निकर व्यवस्था गर्नुहोस्। र कार्यस्थल भ्रमण वा व्यावहारिक परीक्षा सोही दिन हुने अवस्थामा चल्न सजिलो हुनुपर्छ भन्ने पनि विचार गर्नुपर्छ। लुगा साट्नको लागि ल्याउनुहोस् वा चल्न सजिलो बिजनेस क्याजुअल छनौट गर्नुहोस्। यस्तो अवस्थामा पहिले नै जिम्मेवार व्यक्तिलाई सोध्नु उत्तम हो। संकोच नगरी प्रश्न सोध्दा तयारीमा कमी रोकिन्छ र तपाईको गम्भीरता पनि प्रस्तुत हुन्छ। अब विस्तृत लुगा जाँच बिन्दुहरू परिचय गराउँछु। पहिले, जुत्ता। तर छाला जुत्ता, फोहोर वा खरोच नभएको छनौट गर्नुहोस् र अन्तर्वार्ता अघि राम्रोसँग चम्काउनुहोस्। कपालको हेयरस्टाइल सफा भाव भएको र अनुहार राम्रोसँग देखिने गरी गर्नुहोस्। अगाडिको कपाल आँखामा नपर्ने गरी गर्नु महत्वपूर्ण छ। आभूषण न्यूनतम मात्रामा राख्नुहोस्। विवाहको औँठी वा साधारण घडी मात्र पर्याप्त छ। र अत्तर नियन्त्रित वा गन्धरहित। हेरचाह स्थलमा गन्धप्रति संवेदनशील सेवाग्राही पनि हुनुहुन्छ, यसैले यो बिन्दु विशेष रूपमा ध्यान दिनुपर्छ। अन्तर्वार्ताको दिन शिष्टाचारको बारेमा आगमन समय तालिकाबाट कुरा गर्छु। पहिले, स्थलको नजिक 15 देखि 20 मिनट अघि पुग्नुहोस् र लुगाको अन्तिम जाँच गर्नुहोस् र 10 मिनट अघि रिसेप्सन पूरा गर्नुहोस्। यो उद्योगको मानक समय हो। 5 मिनट अघि निर्दिष्ट स्थानमा प्रतीक्षा गर्नुहोस् र शौचालय जस्ता अन्तिम तयारी पूरा गर्नुहोस्। यो समय विभाजन पालना गरेर शान्त भएर अन्तर्वार्तामा सामेल हुन सक्नुहुन्छ। आधारभूत शिष्टाचारको रूपमा रिसेप्सनमा विनम्र भाषा प्रयोग गरी आत्मपरिचय र अन्तर्वार्ताको नियुक्ति बताउनुहोस्। मोबाइल फोन बन्द वा पूर्ण रूपमा साइलेन्ट मोडमा राख्नुहोस्। भाइब्रेशनको आवाज पनि प्रतिध्वनि नहुने गरी सेट गर्नुहोस्। कोठामा प्रवेश गर्दा क्षमा गर्नुहोस् भनेर झुकेर प्रणाम गर्नुहोस् र ढोका ढकढकाउनु 3 पटक आधारभूत हो। र प्रतीक्षा गर्दा पनि शिष्टाचारलाई ध्यानमा राख्नुहोस्। स्मार्टफोनको सञ्चालन वा पढ़ाई नियन्त्रण गर्नुहोस्। सबै कार्य मूल्याङ्कनको विषय हो भनेर सोच्नुहोस्। हेरचाह उद्योग विशेष महत्वपूर्ण बिन्दुहरू बताउँछु। हेरचाह कार्य सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गर्ने काम भएकोले सफा भाव विशेष रूपमा महत्वपूर्ण छ। नङ छोटो काट्नुहोस् र हात सफा राख्नुहोस्। यो सुरक्षा सम्बन्धी ध्यान हो। आकर्षक नेल आर्ट व्यवस्था गर्नुहोस् र कुम्लिएको लुगा बिल्कुलै निषेध हो। इस्त्री गरी सफा अवस्थामा सामेल हुनुहोस्। यो सफा भावको जोड हेरचाह कार्यको योग्यता देखाउने महत्वपूर्ण तत्व बन्छ। अन्तर्वार्तामा प्राय हुने विशेष परिस्थितिको बारेमा पनि कुरा गरौं। धेरै सुविधाहरूमा प्रवेशद्वारमा जुत्ता फुकालेर चप्पलमा साट्नुपर्छ, अर्थात् मोजाको अवस्था पनि जाँचको विषय बन्छ। साथै सुविधा भ्रमण हुने अवस्थामा हिँड्न सजिलो जुत्ता महत्वपूर्ण छ र सेवाग्राहीसँग सम्पर्कको अनुमान गरिएको प्रश्न पनि प्राय हुन्छ। त्यसैले सफा भाव थप महत्वपूर्ण मानिन्छ। यी विशेष परिस्थितिहरू पहिले नै बुझेर आत्मविश्वासका साथ अन्तर्वार्तामा सामेल हुन सक्नुहुन्छ। प्रायः सोधिने प्रश्नहरूको जवाफ दिन्छु। पहिले, सूट नभएको अवस्थामा के गर्ने? अफिस क्याजुअलले प्रतिक्रिया सम्भव छ, तर ज्याकेट लगाएर व्यवस्थित भाव प्रस्तुत गरौं। दोस्रो, गर्मीमा पनि सूट लगाउनु पर्छ कि? यात्रा गर्दा चिसो लुगा लगाउनु ठीक छ।
स्थलको नजिक ज्याकेट लगाएमा ठिक हुन्छ। पार्ट टाइम अन्तर्वार्तामा पनि सुट आवश्यक छ कि? आवश्यक छैन, तर अन्योलमा परेमा सुट सुरक्षित छ। अफिस क्याजुअल पनि ठिक छ। अन्तिम प्रश्न, सामान्य लुगाको निर्देश छ, तर कति क्याजुअल राम्रो होला? यो अफिस क्याजुअल स्तर मापदण्ड मान्नुहोस्। जीन्स, टी शर्ट, स्निकर बेवास्ता गर्नुहोस्। क्याजुअल भन्ने शब्दले भ्रम नपारी व्यावसायिक दृश्यमा उपयुक्त लुगामा ध्यान दिनु महत्वपूर्ण छ। चिन्ता भएको अवस्थामा संस्थामा प्रत्यक्ष सोध्नु सबैभन्दा निश्चित हो। अन्तर्वार्ता पछिको अनुगमनको बारेमा पनि कुरा गर्छु। धन्यवाद इमेल आवश्यक छैन, तर अन्तर्वार्ताको दिन नै पठाउँदा राम्रो छाप पर्छ। चयन रद्द गर्ने अवस्थामा निर्णय भएपछि तुरुन्तै विनम्र सम्पर्क गर्नुहोस् र समय समायोजनको इमेल 24 घण्टाभित्र जवाफ दिनुहोस् र धेरै सम्भावित मितिहरू प्रस्तुत गर्नु महत्वपूर्ण छ। यी प्रतिक्रिया पनि तपाईको इमानदारी र व्यावसायिक चेतना देखाउने अवसर बन्छ। अब आजको बिन्दुहरू संक्षेपमा प्रस्तुत गर्छु। हेरचाह कार्यको अन्तर्वार्ताको लुगा आधारभूत रूपमा सुट हो, तर उद्योग विशेष लचिलो पनि छ। महत्वपूर्ण बिन्दुहरू समीक्षा गरौं। पहिले, अन्योलमा परेमा सुट सबैभन्दा सुरक्षित छनौट हो। संस्थाबाट निर्देश भएको अवस्थामा त्यसमा पालना गर्नुहोस्। हेरचाह उद्योगमा सफा भाव विशेष रूपमा महत्वपूर्ण छ। आगमन समय 10 मिनेट अघि उद्योग मानक हो। मोबाइल फोन पूर्ण रूपमा साइलेन्ट मोडमा राख्नुहोस् र पार्ट टाइम अन्तर्वार्ता बढी लचिलो छ, तर व्यवस्थित भाव आवश्यक छ। हेरचाह उद्योगको विशेषता बुझेर उपयुक्त लुगा छनौट गरेर तपाईको गम्भीरता र उद्योगको बुझाइ प्रस्तुत गर्न सक्नुहुन्छ। तयारी राम्रोसँग गरी आत्मविश्वासका साथ अन्तर्वार्तामा सामेल हुनुहोस्। तपाईको इमानदार मनोवृत्ति अवश्य अन्तर्वार्ताकर्तालाई प्रस्तुत हुन्छ। चिन्ताको बिन्दु भएमा पहिले नै संस्थामा सोध्न नडराउनुहोस्। सबैभन्दा राम्रो होस्। म तपाईलाई समर्थन गर्दैछु। आजको कथा यहीसम्म। भोलि बुधबार व्यवस्था व्याख्या, निवास योग्यता, विशेष सिप हेरचाह प्रस्तुत गर्नेछौं। च्यानल सदस्यता र सूचना सेटिङ कृपया गर्नुहोस्। त्यसो भए भोलि फेरि भेटौँला।